अमेजन नदी विश्वको सबैभन्दा ठुलो र दोस्रो लामो नदी। ब्राजिलको मनाउसमा यो नदीको भेट कोलम्बियाबाट बग्दै आएको निग्रो रिभरसँग हुन्छ। सामान्यतया यो नदीको दोभानमा दुईवटा नदीहरू मिसिन्छन् र एक नदी बनेर अगाडि बढ्दछन्। तर यहाँ त्यो हुँदैन, यहाँ अचम्म हुन्छ। अमेजन नदीको रङ खैरो छ भने निग्रो नदीको रङ कालो छ। यी नदी जब भेट हुन्छन् यिनीहरू एक आपसमा मिसिँदैनन्। यिनीहरू सँगसँगै बग्दै बग्दै 6 किलोमिटरसम्म आफ्नो आफ्नो रङ लिएर अगाडि बढ्दछन्। 6 किलोमिटर तल पुगेपछि भने यी दुई नदी एक बनेर अगाडि बढ्दछन्। आखिर यस्तो किन हुन्छ त? किन मिसिँदैनन् दुई नदीहरू? सामान्यतया पानी त एकअर्कासँग मिसिनुपर्ने होइन र? यही विषयको जानकारीका साथ मैले यसको पुरा भिडियो युट्युबमा अपलोड गरिदिएको छु। कृपया त्यहाँ गएर हेर्नुहोला, मैले लिङ्क पनि सेयर गरिदिन्छु। यहाँ मैले भर्खरै भनेको कुरालाई पुष्टि गर्नको लागि ड्रोनबाट खिचिएका केही दृश्यहरू राखिदिएको छु। कृपया यी दृश्यहरू हेर्नुहोस् र तपाईँ आफैले थाहा पाउनुहुन्छ कि त्यहाँ के भइरहेको छ भनेर। यस्तै भिडियो हेर्नको लागि मेरो युट्युब च्यानल राजेन्द्र पहाडी सर्च गर्नुहोस् र त्यहाँ मलाई भेटाएपछि मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस् र यस्ता अन्य भिडियोहरू पनि हेर्नुहोस्। धन्यवाद।